मतपत्र हातमा लिएर विश्वले नआउने दिन भन्ने चिन्हमा मतदान गरेर तपाईँहरूका बच्चाको भाग्य र भविष्य, तपाईँहरूका बच्चाको भाग्य र भविष्य यही देशमा सुनिश्चित गर्नको लागि अबको नेतृत्व बालेन शाहले गर्दै हुनुहुन्छ। त्यसैले यो माया फागुन 21 गते यहाँले प्रकट गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ यति बेला हामी बालेन सरकारको लागि गरिरहेका छौँ। सबै भलन्टियर साथीहरूले, सबै युवा साथीहरूले, सबै बुबाआमा दाजुभाइ दिदीबहिनीहरूले संयमित ढङ्गले यो सहभागितालाई अगाडि बढाइदिन हुनको लागि हामी झापा क्षेत्र नम्बर 5 को निर्वाचन सचिवालयको तर्फबाट यहाँलाई हार्दिक अपील गर्न चाहन्छु। यहाँको यो निरन्तर रहनेछ। यो सबैको देश परिवर्तनको होटोटीलाई हामीले आत्मसात गर्दै अबको निर्वाचनमा भारी बहुमतीय झापा प्रधानमन्त्रीले युवा प्रधानमन्त्री बनाउनेछ भन्ने विश्वास तपाईँ सबैले लिएका छौँ। यसको लागि यहाँहरू सबैलाई एकदमै आफ्नो आफ्नो गाउँ टोल छर छिमेकी झापाका 29 वटै वडामा यहाँहरूको सक्रिय सहभागिताको लागि हामी आजैदेखि अस्तिदेखि हार्दिक अपील गर्न चाहन्छौँ। कसैको लोभमा नपरी, कसैको प्रलोभनमा नपरी यहाँले आफ्नो मतदान, आफूले दिने मतदान यो देशको भाग्य र भविष्य निर्माण गर्ने यहाँको हुन्छ भन्ने हामीले विश्वास लिएका छौँ। जय घन्टी, जय घन्टी। दर्शक महानुभाव, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष वरिष्ठ नेता बालेन्द्र शाह अहिले मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयतर्फ अघि बढिराख्नु भएको छ। मुख्य राजमार्गबाट दक्षिणतर्फ चाहिँ अहिले चाहिँ र्याली लागिसकेको छ। निकै ठुलो चाहिँ जनमानसका साथ चाहिँ उत्साह र उमङ्गका साथ अघि बढेको यो र्याली अब लगभग निर्वाचनको कार्यालयसम्म पुग्न आँटिसकेको अवस्था छ र निकै अगाडिसम्म गइसक्यो मुख्य गाडी, तर पनि अहिले भिड भने निरन्तर अझै पनि लामबद्ध ताती सकिएको छैन। अझै मुख्य सडकसम्म छ। लगभग म 300 मिटर दक्षिणतर्फ छु अहिले मुख्य सडकदेखि। लगभग 500 मिटर जति दक्षिण चाहिँ बालेन शाह लगायतको चाहिँ नेताहरूको गाडी अगाडि बढिसकेको छ। यो बाटो छिचोलेर जान सक्ने अवस्था पनि छैन। त्यही भएर यो दृश्य तपाईँलाई म देखाइरहेको छु। म अब अघि बढिरहेको छु निर्वाचनको कार्यालयतर्फ।
झापामा गर्मी पनि बढिसकेको छ। अहिले सबै मान्छे पातला लुगामा आइसकेका छन्। केही ज्याकेट लगाएर बिहानै निस्किनेहरूलाई भने निकै गर्मी भइसकेको छ। म मनोनयन गर्ने निर्वाचनको कार्यालयतर्फ अघि बढिरहेको छु। भिड बाक्लो छ, छिचोलेर जान सक्ने अवस्था छैन। बालनलाई युवाहरूले मात्रै बढी रुचाइरहेका छन् भन्ने कुरा यहाँ दमकमा गलत साबित भएको छ। युवाभन्दा पनि बढी 50 कटेका उमेरका मान्छेहरूको चाहिँ नागरिकहरूको चाहिँ यहाँको स्थानीयहरूको बाक्लो उपस्थिति छ। दर्शक महानुभाव, अहिले भिड अगाडि बढिरहेको छ। एकदमसँगले खचाखच छ। यहाँ महिला, वृद्ध र बालबालिका समेत पनि आज यो र्यालीमा उपस्थित जनाइरहेका छन्। दर्शक महानुभाव, अब लगभग मनोनयन दर्ता गर्ने कार्यालय नजिक आइपुगेको छ। कालो भात दौले टोपी र कालो कोट र कालो चस्मामा सजिएर चाहिँ बालन शाहको यहाँ उपस्थिति भएको छ। आरएटी झापाले चाहिँ यहाँ साङ्ले बनाएको छ। मानव साङ्ले बनाएर सुरक्षा प्रदान गरिएको छ र सडकलाई पनि व्यवस्थापन गरिएको छ।